हेलो साथीहरु, गुड मर्निङ के छ खबर साथीहरु? सबैजना सन्चै हो साथीहरु? साथीहरु म पनि एकदम सन्चै आराममै छु है। अब आज कुन दिन भनेर चाहिँ तपाईहरुलाई थाहा नै होला साथीहरु है। आज चाहिँ ह्यापी होली साथीहरु है। होलीको दिन साथीहरु आज चाहिँ म युट्युबमा भिडियो हाल्न गइरहेको छु, पोस्ट गर्न गइरहेको छु साथीहरु है। आज चाहिँ अब होलीको दिन त रमाइलो गर्नु पर्यो नि त साथीहरु। रमाइलो नगरेर हुन्छ त? हुँदैन नि। सधैँ काम टेन्सन, पढाइ काम टेन्सन भनेर मात्र हुँदैन हैन। यसो हुन्छ नि, अब केही आएको बेला त रमाइलो गर्नु पर्यो नि त। रमाइलो नगरे त हुन्छ त साथीहरु? हुँदैन नि हैन। 2 दिनको जिन्दगी, भूकम्प आउँछ, कोरोना आउँछ, के आउँछ साथीहरु हैन। कुन दिन फ्याटो केही भइन्छ थाहा छैन हैन। तर नहोस् हैन। पशुपतिनाथले बचाओस् हामीलाई। कसै बोल्न नआएको मलाई। ठिक छ साथीहरु, जे जस्तो भए पनि हैन, रमाइलो चाहिँ गर्नुपर्छ जिन्दगीमा। मान्छेलाई टेन्सन, मलाई मात्र हैन, जसलाई पनि टेन्सन, पीर बेता जसलाई पनि हुन्छ साथीहरु। जसलाई पनि हुन्छ, तर रमाइलो गर्ने ठाउँमा चाहिँ रमाइलो गर्न पर्यो साथीहरु। हिँड्न पर्यो, खान पर्यो, डुल्न पर्यो हैन। पढ्न पनि पर्यो, काम पनि गर्न पर्यो, टेन्सन पनि हल्का भइहाल्छ। तर रमाइलो गर्ने ठाउँमा रमाइलो पनि गर्नु पर्यो। दिमाग माइन्ड फ्रेस बनाएर राख्नु पर्यो हैन साथीहरु। त्यो भएको भएर आज चाहिँ ह्यापी होली। जता जता हुनुहुन्छ आमा बुबा दाजु भाइ दिदी बहिनी हुन्छ नि, देश विदेशमा रहनु भएको सबैजनालाई ह्यापी होली साथीहरु। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, अलिकति होलीको टीका लगाउनु होला, रङ लगाउनु होला। अब हुन्छ नि, खेल्न भ्याउने मान्छेहरूले चाहिँ मस्त मजाले खेल्नु होला साथीहरु। आज म पनि दिनभरि के गरे कसो गरे भनेर सब देखाउने छु तपाईलाई यो भिडियोमा है। म चाहिँ भर्खर उठे साथीहरु है। मेरो रुम चाहिँ यस्तो भद्रा गोल छ कि साथीहरु, पुरै नगरमा हैन। यहाँ कपडाहरु यस्तो छ भद्रा गोल भइरहेछ, सब भद्रा गोल भइरहेछ साथीहरु। म चाहिँ सब मिलाउँछु है। त्यसपछि म अब रुम मिलाउनतिर लाग्छु। अनि त्यसपछि नुहाइधुवाइ गरेर अब कहाँ जाने हो? साथीहरुसँग जान पर्ने हुन्छ, रमाइलो गर्नुपर्ने हुन्छ साथीहरु। अब भिडियो हेर्दै गर्नु होला। त्यसपछि म चाहिँ तपाईहरुलाई के गरे आज दिनभरि, कहाँ गए त म भनेर म देखाउने छु साथीहरु है। अब हुन्छ नि, मेरो नजिक को हुनुहुन्छ आउनु होला सबैजना। बसन्तपुर आउनु होला साथीहरु। म बसन्तपुर जाँदै छु। म चाहिँ जुनै वर्ष पनि बसन्तपुर जान्छु है। रमाइलो त गर्न पर्यो नि साथीहरु, गर्नु पर्यो नि। ल ठीक छ साथीहरु। ल जो पनि बसन्तपुरमा आउनुहुन्छ उहाँहरूलाई चाहिँ बसन्तपुरमा भेटौँला है। ह्यापी होली गाइजहरु सबैजनालाई। म चाहिँ अब भिडियो इन गरेर रुम सफा गर्नतिर लाग्छु साथीहरु। ओके साथी। होलीमा अरे होलीमा मेरो दिल बस्यो कान्छीको मिठो बोलीमा। ओहो गाइजहरु, रुम चाहिँ मेरो सफा भयो है। मेरो त्यहाँ छ इन्टरनेट वाइफाई, अनि त्यहाँ छ मेरो साथीहरु बुक छ है। मेरो ल्यापटप पनि त्यहाँ छ साथीहरु। अनि अब म चाहिँ स्टुडेन्ट मान्छे है। स्टुडेन्ट मान्छेको रुम कत्रो चाहिँ हुन्छ र साथीहरु? अब काठमाडौँको ठाउँमा भाडा तिर्न गाह्रो हुन्छ, बस्ने हैन, पढ्ने खाने बेलुका सुत्ने त हो, दिनभरि काममा हुन्छ हैन साथीहरु। म चाहिँ वास्तविक त जे छ त्यही देखाउने के, लाज किन बाबा भने जस्तै हो क्या साथीहरु। अब सानो रुम छ है, यस्तै हो साथीहरु। त्यहाँ छ मेरो फोटो है। ल साथीहरु यस्तै हो। म चाहिँ जे छ त्यही देखाउने मान्छे हो साथीहरु। मलाई नक्कल सक्कल गर्न आउँदैन नि सजिलै फेरि। यस्तै हो साथीहरु। मान्छेले भन्छ रुमहरु के देखाइरहेको भन्ने होला हैन, तर म चाहिँ जे छ त्यही देखाउने हो साथीहरु। ल यस्तै छ मेरो रुम चाहिँ है। अब म नुहाएर टक्क लाएर कता जान पर्ने, होली खेल्न जान पर्ने हुन्छ साथीहरु। हेर्दै गर्नु होला गाइज। मेरो नुहाइधुवाइ चाहिँ सक्यो है साथीहरु। एकदम फ्रेस भयो क्या म चाहिँ। मेरो कलेजको सर्ट हो साथीहरु। कलेजको सर्ट 2-3 वटा भएर अब कलेजै सक्न थालिसक्यो है। के गर्नु त? अनि त्यस भएर मैले लगाइदिएको घर बस्दा साथीहरु। मैले यहाँ झुम्का पनि लगाएको छु है साथीहरु। कहिले नलाउँदा कस्तो देख्दो रहेछ क्या। यहाँ कुर्ता लगाउनु पर्छ नि त अहिले। त्यो भएको भएर मैले अहिले लगाइदिएँ साथीहरु। केही छैन है। खानसान खाएर टक्क लाएर होलीमा अरे होलीमा भन्दै होली खेल्न जानु पर्छ क्या साथीहरु। ल अब हामी कहाँ जान्छौँ भनेर खाना खाएपछि म सब देखाउने छु साथीहरु है। ह्यापी होली गाइज। ल हामी चाहिँ बसन्तपुर जाँदैछु, गाडीमा छु। गाडीमा साथीहरु एकदमै भिड छ है। बस्ने ठाउँ नभएर मान्छेहरू उभिरहेको छ यहाँ।
साथीहरू हामी चिसो खाँदैछु है चिसो माछाले हिजोको यसमै हालेर ल्याएछ साथीहरू उसले चाहिँ होइन चिसोमा रक्सी हालेर ल्याएछ क्या रक्सी साथीहरू म चाहिँ रङ्गी भइसक्यो है अहिले चाहिँ रङ्गी भइसक्यो साथीहरू है अब हामी बसन्तपुर पुगेकै छैन अब जाँदैछु है साथीले अलिकति चिसोमा हल्का लोकल रक्सी हालेर ल्याएछ साथीहरू है अलिकति खाएको कस्तो रिम भएको जस्तो भयो क्या टाउको दुख्या जस्तो भयो साथीहरू हामी बसन्तपुर जाँदैछौँ अहिले चाहिँ मान्छेको भिडभाड छ अगाडि पछाडि है जताततै यतातिर जताततै बसन्तपुरमा त साथीहरू अब अलिअलि हुँदैन होइन ल साथीहरू हामी चाहिँ होली खेल्न जाँदैछु ह्याप्पी होली सबैजनालाई है बिजुली बालेर पट भएर चुकी भएर हामी ब्युटी भएर केटो खेरेको साथीहरू यहाँ चाहिँ रमाइलो छ है बसन्तपुर आइपुगे साथीहरू हामी है बसन्तपुर आइपुगे साथीहरू म त कालै भयो यस्तो भयो है अहिले चाहिँ ल हाम्रो फेस यस्तो भइरहेछ बसन्तपुरमा एकदम रमाइलो छ साथीहरू है हेर्न आउन सक्नुहुन्छ है एकदम धेरै भिड छ साथीहरू भिडभाड छ मैले आज भिडियो बनाउन पनि सकेन है ल यो दाइहरूको यस्तो रमाइलो छ कि कुरै नगर ह्याप्पी होली ल दामी छ साथीहरू दामी छ है ल खतरा साथीहरू खतरा बसन्तपुरमा चाहिँ हामी चाहिँ बाटोमा हो साथीहरू है बसन्तपुरभित्र चाहिँ हामी अघि नै छिरिसक्यो अहिले चाहिँ हामी बाटोमा हिँडिरहेको छ तर पनि बाटोमा पनि यस्तो मान्छेहरू छ है ल हेर रमाइलो ओ माई गड खतरा दामी छ साथीहरू दामी है होली सबलाई होली लागिरहेको छ साथीहरू है Happy Holi केटाकेटी सबैजनालाई ठिक पारिसक्यो मैले लोला हान्नलाई होली खेल्न जानु पर्यो साथी कहाँ
साथीहरू है हामी चाहिँ घर जाँदैछौँ घर जाँदैछु साथीहरू पानी पर्यो है पानी पर्यो के गर्छ ल साथीहरू हेर गाई जात्रा यहाँ ल साथीहरू है रमाइलो छ यहाँ चाहिँ म चाहिँ रुम फर्केँ है साथीहरू यस्तो हालतमा छु मेरो चाहिँ है यहाँ भयोभरको सबै लुगासुगा सबै लिएर यस्तो छु है लास्टै खेलियो है अब भिडियो खासै बनाउन पाएन अलिअलि बनाएको छु घर गएर नुहाइ गर्नुपर्ने हुन्छ सबै नुहाएर त्यसपछि करेन्ट चल्छ र अन्डा ल्याएको छु मैले होइन अनि फ्रेस भएपछि बनाएर खाने अहिले चाहिँ मेरो यस्तो अवस्थामा आँखादेखि लिएर मुखदेखि लिएर केही पनि छैन साथीहरू फाइनली म चाहिँ रुम आइपुगेँ है खासै भिडियोहरू चाहिँ बनाउनु पाएन क्या उता चाहिँ अब लास्टै भिड थियो नि त लास्टै भिड थियो क्या म रुम आइसकेँ है तर जिउ लास्ट चिलाइरहेको जिउ चाहिँ लास्टै चिलाउँदो रहेछ यो ब्यागहरू सबै भयोभरको सबहरू भइसकेछ है यस्तो कपाल सपाल सब छ साथीहरू अब म नुहाएर फ्रेस हुन्छु है ल साथीहरू जुत्ताको हालत यस्तो छ कुरा नगरौँ ल साथीहरू म चाहिँ होली खेलेर आएर नुहाएर फ्रेस भइसक्यो है सक्यो साथीहरू आजबाट होली पनि सक्यो है आमामा आँखा यो पुरै केही थिएन क्या जिउ त केही थिएन रमाइलो तर मजाले गजबले रमाइलो गरियो साथीहरू है तर त्यो हुन्छ नि बसन्तपुरभित्र चाहिँ अब भिडियो बनाउनु चाहिँ यस्तो होइन पुरै कुरा नगर्नु यति साउन्डहरू आइरहेको थियो यतिको मान्छेको साउन्ड आइरहेको थियो कुरै नगरौँ साथीहरू मैले भिडियो बनाउने वातावरण खासै भएन अलिअलि बनाएको छु है ल अहिले चाहिँ फ्रेस भयो साथीहरू म चाहिँ होली पनि खेलियो होली पनि गयो है तपाईँहरूको आजको होली कस्तो भयो साथीहरू भन्नु होला है मेरो चाहिँ रमाइलो भयो है खासै भिडियोहरू खिच्न पाएन क्या अलिअलि खिच्न पायो अब हुन्छ नि त्यस्तो भिडमा कसरी खिच्ने होइन म सबै भएको जति सबै हालिदिन्छु है ल साथीहरू म चाहिँ अब करेन्ट चल्छ र अन्डा लिएर आएको छु है खाना बनाउनु अल्छिलाई त्यही खान्छु बनाउँछु अनि अब एकछिनमा भेटौँला साथीहरू है ल साथीहरू मेरो खानेकुरा रेडी भयो है 2टा अन्डा छ करेन्ट चल्छ छ अनि पानी छ है आजको अब मेरो खाना भने पनि जे भने पनि यही नै हो साथीहरू है ल पिरो खानु मन लाग्यो क्या अब दिनभरि डुल्यो यताउति अनि पिरो खानु मन लाग्यो त्यो भएको भएर म खाएर चाहिँ सुत्नु पर्ने हुन्छ साथीहरू फेरि भोलि कलेज जानुपर्ने हुन्छ नि त रमाइलो मात्र गरेर भएन काम पनि गर्नु पर्यो पढ्न पनि पर्यो होइन साथीहरू सबैतिर भ्याउनु पर्यो सबै गर्नु पर्यो ल अब बिस्तारै मेरो युट्युबमा भिडियो आउँदै गर्छ साथीहरू है टाइम हुँदैन बिस्तारै बनाउँछु हेर्दै गर्नु होला साथीहरू है गुड नाइट अहिले बाई बाई साथीहरू बाई बाई